सबैलाई नमस्कार अनि स्वागत छ मेरो अनन्त सम्झनाको संग्रहमा। म समय यात्री कलियुगको वनवास सिडनीबाट झन्डै 2 घण्टाको ड्राइभमा रहेको लेक वालेन्स फ्री क्याम्पिङ। अझ यो फ्री क्याम्पिङ भन्दा पनि अझ यस कुरामा खास छ कि त्यो लेक वालेन्स क्याम्पिङबाट 15 मिनेटको ड्राइभमा उल्लोस भएको हुनाले हामी चाहिँ सिडनीको व्यस्त जीवनलाई अलिकति मन भुलाउनको लागि क्याम्पिङको लागि निस्किएको छौँ। नमस्ते। हामी चाहिँ कहाँ जान्लाको रे आज? लेक वालेन्समा क्याम्पिङ जानु लायक हाम्रो गाडी देखाउँ न पाउँछ। ये गाडी पनि रहेछ। गाडी यहाँ छ। भन्दा भन्दै धेरै पो भन्छ है। मत्ती भर दाजु बहिनीको भिडियो बनाइदिन्छु ल। We are excited to go. नमस्ते ल। यहाँ चाहिँ अर्को टोली क्याम्पिङ जाने पुरा ट्रलीमा सामान के देखेको छैन है। यो त क्वाइकवाला छ है। अस्मि आउँदैछ। गुड मर्निङ। रेडी? आजको क्याम्पिङ लेक वालेन्स बाँकी पछाडि देखेँ। जबरजस्ती बोल्न त्यस्तै हो कि। सुदीप भाइ रेडी? सिट बेल्ट हेर्नु हुन्छ? सिट बेल्ट। म चाहिँ अहिलेको क्याप्टेन। क्याप्टेन चाहिँ यता। लास्ट टाइम म अलिकति नर्भस थिएँ, आज कति पनि नर्भस छैन। नथिङ। आज चाहिँ यो क्याप्टेन चाहिँ आधी घण्टामा चेन्ज हुन्छ है। यात्रु महानुभावहरू सबैलाई स्वागत छ मेरो अनन्त सम्झनाको संग्रहमा। थ्याङ्क यू सो मच। बाहिरको तापक्रम अहिले 21 डिग्री सेल्सियस र अहिले हामी 110 किलोमिटर पर आवरको रोडमा तर करिबन 105 किलोमिटर पर आवरको स्पिडमा गइरहेको छौँ। हामी लेक वालेन्सको तर्फ अगाडि बढिरहेछौँ। धन्यवाद। अहिले चाहिँ हामी ब्रेक टाइम ग्यास स्टेसनमा बहिनीहरू चाहिँ कफी लिन गएका छन्। बहिनी तिम्रो हेल्थ कन्डिसन कस्तो छ रे? अलिक नाजुक छ तर ठिकै छ भन्नु। उहाँ चाहिँ जोइसप हुनुहुन्छ। जुम गर्न चाहिँ अलिक मिल्दो रहेछ। रमाइलो भइरहेछ आज अस्ट्रेलियामा आएर पहिलोचोटि यसरी सबैजनासँग बाहिर निस्किनु पाएको। यसपालि रमाइलो मात्र भयङ्कर रमाइलो हुन्छ जोइसप हेर्नु। रमाइलो अनि नयाँ एक्सपिरियन्स हाम्रो सबैजना अस्ट्रेलियाको फ्यामिलीसँग एकदम राम्रो हुनेवाला छ आज है। ल तपाईँलाई मैले यहाँ मिररमा कभर गर्दैछु है। अहिले चाहिँ हामी बाथरसमा खोलिदिन्थ्यौँ तामा। अहिले चाहिँ हामी बाथरसमा यसो केही खानको लागि पेट पूजा। बन्द गरिदिनु भाइ। बन्द गरिदिनु। फेरि उताको डोर लाऊ। तान्दैन त त्यस्तो तान्नु अगाडि। ग्लास चाहिँ कसरी खोलाइदिनु? हङ्ग्री ज्याक्स। सुदीपलाई इमर्जेन्सी पर्यो जस्तो अगाडि गएर हामी चाहिँ ब्रेकफास्ट खान जाँदैछौँ अहिले। धन्यवाद जोइस बहिनी। ज्ञानु बहिनी चाहिँ बिर्सी सकिन अहिले। सुदीप भाइ प्याक देखाउँछ। ल है यो चाहिँ हाम्रो सामग्री बिहानको लागि ब्रेकफास्ट। ढका सबै Make a U-turn, then sharp right. Sharp right. हामी फर्किनु पर्यो भन्नु नि दाइ। हामी चाहिँ फर्किनु पर्यो। यहाँ क्याम्पिङ आउँदै हुनुहुन्छ भने यो म्यापमा देखाए अनुसारको उता चाहिँ नजानु होला। जहाँ वासरुम देख्नुहुन्छ त्यसको आसपास बस्नु होला। फोटोमा जानु।
गर्नु होला Sharp left at Westminster Drive. कस्तो दामी देखेको माई गॉड लुक एट दिस व्यू दामी 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 अहिले चाहिँ हामी अनलोड गर्दैछौँ मैले त खासै धेरै गरेको छुइनँ भेना सुदीप दाइले गर्दै हुनुहुन्छ हाम्रो दिदी पनि गर्दै हुन्छ म त पाइलट हो क्याप्टेन हो पाइलट सबै गर्नुहुन्छ दाइले त पाइलट मात्र भनेर बस्नुहुन्न हजुर त्यो सबै गर्नुहुन्छ भनेर चाहिँ त्यो को तिम्रो साथीहरू चाहिँ म त पाइलट म त गर्दिनँ भन्ने साथीलाई सुनाएको होला है बुझ्ने रे इफ द सु फिट्स लाइक इफ सु फिट्स वेयर इट भन्छ नि त्यही वाला हो क्या धन्यवाद चाकु कहाँ राखेको छ मिनु बस्दै गर्छ बस्छ राम्रो डेनी हो दाजु चाकु चाहिएको ठिकै छ एउटा यहाँ राखौँ ल एउटा यसरी एउटा त्यहाँ अनि लु रे त्यो एडिसनल कहाँ राखेको थियो दुईटै छ यहाँ अघि नैको टिस्यु कहाँ छ टिस्यु कहाँ छ हेर्नु क्यामराम्यान है म चाहिँ क्यामराम्यान है म चाहिँ म चाहिँ क्यामेरा ओ मेन भन्न मिल्दैन म पनि मेनै हो धरानेको एकाका हस् बेना अरू त नबनाउनु अस्मिले राम्रो गिफ्ट दिन्छ क्या भेना हजुरको त फोनै स्विच अफ भइरहेको त नाइस त्यहाँ छ टेप उहाँ छ ऊ गाडी बहिनी त्यो बहिनी टेप फेरि रिभर्स नै राख्नुपर्छ अस्ति लास्ट टाइमको हावाले यसलाई चाहिँ तपाईँबाट सुरु गर्नु ज्ञानको उस्तै अवस्था आउनु लागिसक्यो अब चिन्ता नगर तिमी मात्र होइन हाम्रो मिनु चाहिँ बिरामी छ त्यही भएर त पछाडि बसेर यहाँ के भन्दैछ के भने त कुरा गर्दैछ भन्न खोजेको तिमी नतान तिमी बस यसको यो हेड चाहिँ मिलाऊ हेड चाहिँ होइन नतान तिमी तानेको म पुस गर्छु तिमी हेड मात्र मिलाऊ है हेड मिलाऊ तिमी हेड मात्र मिलाऊ ल बाँकी तिमी नतान ल तान्ने म धक्कल्छु चाहिएको होइन पक्का ल बस अनि यता आएर बिचमा लगाऊ तर यसले चाहिँ के गर्दैन तर लगाऊ कति छिटो हुन्छ अब
भयो अनि भाइ हो यसमा अड्काउ ल तलको त्यो गोलोमा उयो गोलोमा है यानो यसको यो लेन्स झऱ्यो के कहाँ झरेर त अनि पाउनु पहिला भित्र रहेछ अड्काउनु पहिला लेन्स चाहिँ पागल झरिरहेर न यो लेन्स जहिले झर्दै नझर्नु मिल्नु अलिकति उयो छ कि उतातिर अलिक राम्रो देखेको थियो दिदी भाउतिर कति हुन्छ यति हुन्छ दाजु हुन्छ ल अलिकति ठिकै पनि छ डिरेक्टर चाहिँ हाम्रो भेनाजु हुनुहुन्छ अनि उहाँ चाहिँ कामदार म यतापट्टि होला न त अर्को टेन्ट अर्कोतिर फर्केला नि त फेरि अर्को टेन्ट कहाँ राख्ने यस्तो गर्ने हो कि मुख यता पढाउने सिधा यसो होइन यता नाम होला हो ठिकै छ त दाइ त्यहाँ छैन भरे राति के मतलबै भएन पछि सुत्नु त हो होइन सकेसम्म मुख चाहिँ प्यारलर बनाऊँ भनेर म सरी सुति बेला भने अलि त सर्नु अलि यता ओके ठिक छ हुन्छ हुन्छ दाजु हुन्छ कति छिटो बोल्यो है अझै अब अझै अगाडि अलिकति सरी सुति बेला नि भयो कि एक्लै जानु हुन्न सुति बेला भाइ बहिनी अलिक तान्न पर्छ अब त अहिले नै ढाल्नु थालिसक्यो नि त यता आउँदैछ यो हो दाजु उयो हजुर त्यो हो स्यातो है होइन यसमा छ मेरो हामी चाहिँ लेक वालेसबाट अहिले चाहिँ झन्डै 4 बजेको छ तर हावा चाहिँ गनगन चलिरहेको छ तैपनि गोप्रो चाहिँ उतै गाडीमा छुट्यो जान अल्छी लाग्यो लिन्छन्लाई हामी दाजुबहिनी फर्स्ट ट्राई हामी अब प्याकिङ गर्न जाँदैछौँ फर्स्ट टाइम यसपालि फर्स्ट टाइम नभन्नु न होइन लेक वालेसमा आज फर्स्ट टाइम हामी पहिला नि गइसकेका छौँ पैसाहरू चाहिँ ओहो गइसक्नु भएको छ जुम हुँदो रहेछ के हाले थियो यार बितै बिर्से टिकटक बनाउने कस्तो भएको छ बहिनी एकदम रमाइलो लेक वालेसमा चाहिँ पहिलो पटक यस प्याकिङ गर्दा तर कस्तो मजाले चलाइदिएको तिमीले अनि मलाई आउँछ भनेको होइन तपाईँले मलाई तर यो चप्पु नै उल्टो भयो तिनीहरूको हो क्या राम्रो चप्पु तिनीहरू सुदिप लिएर गयो तपाईँको नि राम्रो भयो दाइ त यो उल्टो भयो त चप्पु हेर त ठिक छ एकदम सहिन्छ सडिकन ल भरे ढोक्छु ल ए के भन्दा दाइ चाहिँ यता हुनुहुन्छ भिडियो आउँछ हाम्रो साथीहरू उता छन् त्यहाँ सुदेव See you tomorrow. दाइ उतापट्टि गयो त हामी त उता जाऊँ न हेर्नु सुदेव यता यतापट्टि अर्कोपट्टि पढ ल यसरी उल्टो पो पऱ्यो त ठिक है हुँदैन होइन 4 जना अरे न आएका आएन तर जे होस् देऊ त म यता पढाउँछु कहाँ जानु भयो फेरि यता आउनु न यता आउनु सबै हजुर लेक वालेस लेक वालेस कस्तो छ त कस्तो भइरह मेरी बहिनी ल कति खुसी छु एकदम खुसी उमेर 55 को दिल 55 को भन्नला मात्र भनेको फेरि 55 वर्ष चाहिँ होइन नि फेरि सुदीप भाइ द ह्यान्डसम गाई हो लैसाबलाई त के नभन्नु र त्यो चाहिँ म हो फोन फेरि फक्कलकै खस्यो भने त बर्बाद हुन्छ नि पखला अब पो आयो त ए बहिनी त आइन नि म पनि एउटा भिडियो बनाऊ ल एभ्रीवन यता हेर्नु सबैजना एकअर्काको गरिदिने हुन्छ कि आफ्नो गर्ने हुन्छ भाइ खोइ त रैसा आउनु भएन नि तिमी नै आएन खोइ खाइ तेर्के कोकले आएन नि है कति रमाइलो सुदीप भाइ के छ त पहिलोचोटि कायाकिङ गर्दाखेरि ओहो बबाल मजा हजुर एकदम रमाइलो के छ त बहिनी अनि कस्तो भयो हामीलाई जहिले रमाइलो हुन्छ दाइ क्याम्पिङ त अलवेज रमाइलो लास्ट टाइममा चाहिँ हामीले यो कायक गरेको थिएन त्यस्तो धेरै रमाइलो भएको थिएन कायकले गर्दा मेरो खुट्टा आउँदाखेरि भन्दाखेरि पोल्दै छोडे मुडाउँछु कसको भने कता जाने हो हामी जान्छ कता हो
ल हजुरको क्याम्पिङ चाहिँ कस्तो भयो होला ए मेरो त गजब भागेर एकछिन हिजो त जुम म भएछ है जुम भएछ होइन हिजो त म बेलामै सुत्नलाई तर उठेँ 4:30 बजी मरि गएँ निन्द्रा लाग्छ ठिक त सुत्छु भन्छु निन्द्रा लाग्दैन सुत्छु भन्छु निन्द्रा लाग्दैन अनि 5:20 को अलार्म म उठ्छु कि काममा जान भनेर अनि 5:20 भयो त्यसपछि त झन् निन्द्रा लाउन थाल्यो अब के अन्त भनेर उठेर अनि मसरुम गरेर फ्रेस भयो बल्ल मरि गएँ निन्द्रा लाग्यो तर अहिले त गजब लागेन भोलि पनि यही लाउने हो क्या सुति ल दाइ भोलि उस गर्ने बेला स्टार्ट भयो दाइ पछाडि मात्र भिजेको मैले लुगा भिजेको तिम्रो भिजेछ होइन ठिक छ ठिकै छ तिम्रो चिन्ता के बहिनीको चिन्ता मेरो नि छ दुईटा मेरो त एउटा छ तर भोलि ट्रेकिङ गर्ने फेरि यही लाउँछु कहाँ जाने हो र भोलि हामी होइन घर जाने भोलि उठि जानुपर्छ क्या त्यो एउटा के मैले पठाएको लिटको छ क्या एउटा ड्याम जस्तो टाइपको होइन ड्याम जस्तो कि समथिङ के छ त्यस्तो टाइपको छ कि हामी कतापट्टि जानु उता पो जाँदैछ हाम्रो घर कता यता हो। हाम्रो घर चाहिँ कता सिङ्गल जाने हो ल हाम्रो घर चाहिँ कता दाइ भिडियो गर्नु एउटा गर्नु न त हाम्रो पनि हामी उतै जाँदैछौँ हौ साथीसँग आज स्पोर्टिङ साडी हो साडी मात्र होइन नि त सुली पनि छ हुनुहुन्छ हजुर कति भाग्यमानी भेन जोइ साहब रामाराम यति भाग्यमानी भेन चाहिँ मैले देखेको छैन होइन हुन त होला नि कि अरू पनि होला अझ भाग्यमानी पनि होला तर यति भाग्यमानी मैले चाहिँ देखाएको थिइनँ हेर्नु कस्तो फिल हुँदैछ हजुर यस्तो प्राउड भेना हुन पाउँदा ओहो लजाएर बहिनी त भुतुकै भयो नि एकदम मेहनती सहनशील एकदम ज्ञानी अनि एकदम के भन्छ धेरै त्यही हो होइन धेरै त्यही हो अनि राम्री पनि एकदम राम्री मनकारी उस्तै मनकारी उस्तै संस्कारी उस्तै अब यति यो धेरै भयो अब के भन्छ तारिफ नबस्दा फेरि भेना कस्तो अब साडो सुदीपा बहिनीलाई के भन्दै हुन् त ल साडो भाइको कुरा आइदा आउँदैछ दाइ ए ल साडो भाइको कुरा एकछिन सरी भाइ कहाँ हुनुहुन्छ पनि हाम्रो सालीलाई यति बेर उता नल ए उता होइन उल्टो उता फेरि होइन म छाम्न खोजेको तल कति गइरहेछ कहाँ भेटिन्छ त यहाँ भेटिँदैन एकदम एकदम गएर कति मिटरमा होला भेट्नु भयो र त्यो छुँदैन मिटरमा गइरहो अनि कहाँ नाथे 2.5 मिटरकोले कंफ्यूजन ही कंफ्यूजन है सॉल्यूशन कुछ पता नहीं सॉल्यूशन जो मिला तो सारा क्वेश्चन क्या था पता नहीं दिल जो तेरा बात बात पे घबराए दिल पे रख के हाथ उसे तू फुसला ले दिल इडियट है प्यार से उसको समझा ले होड़ घुमाओ सीढ़ी बजा के कौन भैया फाइनली बहिनी आफ्टर रेस्क्यु तपाईँले हुनुहुन्थेन मलाई थाहा छ होइन उहाँ चाहिँ हुनुहुन्थेन मलाई थाहा छ धन्दा भेटेछ तिमीलाई चाहिँ कस्तो म त भन्दै थिएँ एक्साइटेड म त रमाइलो भइरहेछ त किन त्यस्तो नडर भन्ने थिएँ डराएको तिमीलाई चाहिँ कस्तो भएको थियो ठ्याक्कै मलाई डर लाग्यो अनि अब पल्टिन्छ अस्मिता हेरेको अस्मिता त्यस्तो भयो मलाई यस्तो डर लाग्यो अस्मिता डराएको थिएन तर अस्मिताको डराएको मलाई